आजको कार्यक्रमका सहसंयोजक हुनुहुन्छ। धेरै आज मैले सम्बोधन गरिनँ किनभने सबै साथीलाई सम्बोधन गरिसक्नु भएको छ र यहाँहरू पनि थाहा पाइसक्नु भएको छ, कतिपय जान पनि सुरु गरिसक्नु भएको छ। आन्दोलन कस्तो हुन्छ भने आन्दोलन कहिलेकाहीँ निर्मम पनि हुन्छ। आन्दोलनले घाम पनि मान्दैन, पानी पनि मान्दैन, किनभने यहाँ धेरै मान्छेहरू विद्यार्थीमा आन्दोलन गरेको हुनुपर्छ। तपाईहरू यदि विद्यार्थीहरूको बेला तपाईले आन्दोलन गर्नु भएको छ भने हामी आज व्यवस्था परिवर्तनका लागि आन्दोलन गरेका छैनौँ। व्यवस्था परिवर्तनका लागि आन्दोलन गरेको भए सायद तपाईहरु यसरी चाहिँ उभिएर हामी उभिएर भाषण गर्न सक्ने अवस्था हुने थिएन। हामीले व्यवस्था परिवर्तन गर्न चाहेका छैनौँ। अघि पूर्वोक्त साथीहरूले भनेका कुराहरुमा सम्भवतः रिपिट गर्दिन्न भने पनि के रिपिट हुने सक्ने अवस्था हुन सक्छ र त्यसैले यो कार्यक्रममा उपस्थित सम्पूर्ण सञ्चालकज्यू, प्रिन्सिपल, शिक्षक साथीहरू र सम्पूर्ण महानुभावहरू, सुरक्षाकर्मीज्यू र पत्रकारज्यूहरू, अब यहाँलाई थाहा छ 2028 सालको शिक्षा ऐन 2028 सालमा आएको शिक्षा ऐन 54 वर्षपछि विद्यालय शिक्षा विधेयक आउँदै गरेको छ। यो शिक्षा विधेयक आज होइन, हामीले पहिले नै ल्याउनु पर्छ भनेर भनिरहेका थियौं तर आउन सकेको थिएन। विडम्बना 54 वर्षमा शिक्षा विधेयक भनेको कसका लागि आउने हो? विद्यालय शिक्षा विधेयक भनेको यहाँलाई थाहा छ तपाई हाम्रो विद्यालयमा भएका विद्यार्थीको लागि आउने हो, त्यो शिक्षकका लागि आउने हो त्यो, अनि त्यसमा स्टेक होल्डर हामी जस्ता तमाम प्राइभेट स्कुलमा लगानी गर्नेका लागि आउने हो। तर त्यो 54 वर्षपछि आउन थालेको विद्यालय शिक्षा विधेयक तपाई हाम्रो पक्षमा आउन सकेन। तपाई हामीलाई थाहा भएन, शिक्षकलाई पनि थाहा भएन होला। यदि तपाईहरुसँग पनि छलफल गरेको भए, विद्यार्थी भाइहरुसँग पनि छलफल गरेको भए, हामी प्राइभेट स्कुल सञ्चालन गर्ने सञ्चालकसँग पनि तयार गरेको भए, सोधेको भए, सम्भवतः तपाई हामी आज गर्मीको बेला मलाई त कस्तो लाज लाग्यो। शिक्षक हडतालमा आउनु परेको छ, शिक्षक पसिना चुहाउनु परेको छ, तर मलाई आफै तपाईहरुलाई पनि लाज मानिराख्नु भएको छ। यहाँ सबै शिक्षक साथीहरुले चाहिँ मुख भागेको अवस्था छ। मैले यहाँ हाम्रा संघीय माननीयज्यूलाई सुनाउन चाहेको, हामी शिक्षकहरु चाहिँ आन्दोलन गर्न का लागि आएका होइनौं, हामी विद्यार्थीका लागि, हामी एउटा कर्मवीर कलमवीर, हामी पक्ष कोठामा पुर्याउनु पर्ने हो हामीले। तर आज राज्यलाई, यो मुलुकलाई तपाईहरु सबैले हेर्नु भएको छ, जति परिवर्तन भए शान्त रूपमा परिवर्तन भएको छैनन्। त्यहाँ ढुङ्गामुढा गर्न पर्ने, घर तोडफोड गर्न पर्ने, अनि बसहरुमा आगो लगाउनु पर्ने, अनि मात्र यो राज्यले सुन्छ। तर हामी त्यो गर्न तयार छैनौं, हामी शिक्षक साथीहरु। त्यसैले मैले यहाँलाई भन्न खोजेको के भने 54 वर्ष पछि आउन थालेको शिक्षा विधेयक, विद्यालय शिक्षा विधेयक, यो विद्यार्थीको लागि, शिक्षकको लागि, स्टेक होल्डर सरकारवालाको लागि आउन पर्यो, न कि ती 601 जना माननीयहरुको लागि होइन, 601 जना सभासदको लागि त्यो विद्यालय शिक्षा विधेयक होइन। त्यो शिक्षा विधेयक, विद्यालय शिक्षा विधेयक भनेको ती विद्यार्थीको लागि, ती शिक्षक र ती तपाई हामी जस्ताको लागि आउनु पर्ने हो। आउन सकेन र त्यसको लागि हामीले साउन 29 गतेबाट निरन्तर रूपमा तपाईको आन्दोलन गरिराखेका छौं। यही पनि हामीले विभिन्न किसिमका चरणबद्ध आन्दोलन गर्यौं। तपाईहरुलाई मात्र आज शिक्षक साथीहरु हामीले करिब भ्यालीको र भ्याली भित्रका नजिकका शिक्षक साथीहरुलाई मात्र उपस्थिति गराएका हौं। यद्यपि आज हाम्रो मासलाई हेर्दाखेरि 4500 भन्दा बढी शिक्षक साथीहरु र सञ्चालकहरु उपस्थित हुनु पर्ने थियो, भयौ पनि होला, आउँदै पनि हुनुहुन्छ। यदि अब छुटेका साथीहरुलाई अब हामीले विद्यालय शिक्षा विधेयक हाम्रो पक्षमा आएन भने, संस्थागत विद्यालयको हितमा आएन भने, त्यति बेला व्यवस्था परिवर्तन गर्नका लागि भन्दा पनि यो शिक्षा विधेयक चेन्ज गर्नका लागि तपाई हाम्रो आन्दोलन ठूलो सशक्त हुनुपर्ने छ, आदि बेरीका रूपमा आउनेछ। त्यति बेला शिक्षक साथीहरु तपाईले छाता ओढ्न पाइदैन, छाता ओढ्ने होइन, त्यहाँ शीतल खोज्ने होइन, गर्मी भयो भन्न पाइदैन। त्यो शिक्षा विधेयक हामीले ल्यायौं भने, परिवर्तन गर्न सक्यौं भने 1000 वर्षका लागि, 100 वर्षका लागि त्यो विद्यालय शिक्षा विधेयक लागू हुन सक्छ। होइन भने फेरि त्यो शिक्षा विधेयकका लागि अर्को आन्दोलन गर्नुपर्छ। आन्दोलन गर्ने हो, एक दिन मर्ने हो, तपाईको घाँटी रेटी मर्ने हो भने एकैचोटी मर्नुपर्छ भनेर हामीले भनिराखेका छौं। एकैचोटी मर्ने, त्यो कसरी मर्ने? यदि यो राज्यसँग ढुकुटीमा पैसा छ भने, क्षमता छ भने तपाई लैजानुस् तपाईहरु। हाम्रा शिक्षक साथीहरुलाई पनि तपाईहरुले कर्मचारी बनाउनुस्, विद्यालय लानुस्, विद्यार्थी लानुस्, तर हामीलाई दुःख नदिनुस्। किनभने यो राज्यमा हामी पनि केही गर्न सक्छौं भनेर गरेको 25 वर्ष, 28 वर्ष, 45 वर्ष तपाई हामीले लामो अनवरत रूपमा चाहिँ
निजी विद्यालयमा काम गरेका छौँ साथीहरू। त्यसैले अब यो विद्यालय यो जुन शिक्षा विधेयक आउँदैछ यो विद्यालय शिक्षा विधेयकमा हामीले दुईटा कुरा मात्र माग गरेका छौँ। धेरै कुरा छ त्यहाँभित्र चेन्ज गर्न पर्ने। मलाई लाग्छ त्यहाँभित्र 601 जना माननीय भित्र केही दलाल माननीयहरू पनि बस्नु भएको छ। उहाँलाई यहाँको शिक्षा बनाउनु छैन, दुईटा पासपोर्ट छन्, फेरि जानु छ विदेश, फेरि पढ्न छ, छोराछोरी विदेशमै छन् र तिनी माननीयहरू हामीलाई देख्दाखेरि भाग्छन्। आज गर्वका साथ हाम्रो अगाडि आउन सक्नुपर्छ। आज कसले रोजगारी दियो, कसले लगानी गर्यो? यहाँ यत्रो तमाम 8000 विद्यालयको लगानी 7 खरब लगानी छ। 4 लाख भन्दा बढी हाम्रो चाहिँ रोजगार शिक्षक साथीहरू हुनुहुन्छ, कर्मचारीहरू हुनुहुन्छ। हामीसँग 34% 7 खरब लगानी हामीले निजी विद्यालयमा लगानी गरेका छौँ। यदि राज्यले सुन्यो भने, यदि 601 जना संघीय मानवले सुन्नुभयो भने आज होइन तपाईले भोलिबाटै हाम्रो विद्यालय लिन सक्नुहुन्छ। हामी त्यो विद्यालय राज्य सक्षम छ भने, राज्यमा ढुकुटी छ भने र सरकारी विद्यालय बनाओस्, राष्ट्रियकरण गराओस्, हामी त्यसको पक्षमा छौँ, विपक्षमा छैन साथीहरू। यदि राज्य सशक्त छ भने, यदि हामीलाई चिन्ता के हो भने राज्यले हाम्रो बच्चा पनि पढाइदिन्छ, निशुल्क छ शिक्षा, राज्यले उपचार पनि गरिदिन्छ निशुल्क छ भने तपाईँ हामीलाई के को चिन्ता? तपाईँ हामी धेरै मान्छेलाई विदेशमा हेर्नु भएको छ, युट्युबमा सुन्नु भएको छ, देख्नु भएको छ। राज्यले सकेपछि शिक्षा स्वास्थ्यलाई राष्ट्रियकरण गरेको छ, सरकारले हेरेको छ। नेपालमा पनि हेर्नु पर्यो। मैले के भन्न चाहन्छु भने अहिले नेपाल सक्षम छैन। अहिले हामीले देखिराखेका छौँ नि, तपाईँ हामी सक्षम छैनौँ, राज्यले गर्न सक्दैन। यदि राज्यको टाउको किन दुख्ने? अहिले न राज्यले तलब खुवाउनु परेको छ, न हाम्रो घर बनाइदिनु परेको छ, न हाम्रा विद्यार्थीलाई स्कलरसिप बनाएको छ, उसलाई टाउको दुखाइ किन? जहाँ टाउको दुख्न पर्ने त्यता दुखाओस्। तपाईँको बुद्धि छ भने, तपाईँको विवेक छ भने, तपाईँ राम्रो नेता हो भने तपाईँको चाहिँ दिमाग जहाँ तपाईँ लगानी गर्नुभएको छ, ठुला ठुला भवन बनाउनु भएको छ, जसलाई तपाईँले विद्यार्थीलाई छात्रवृत्ति दिनुभएको छ, त्यतातिर ध्यान जाओस्। हाम्रोतिर पर्दैन। तपाईँका तिर सबै राम्रो भयो भने हाम्रो अटोमेटिक बन्द हुन्छन्। सक्नेले मात्र हाम्रो विद्यालय पढाउँछन्। जससँग पैसा छ, जसका छोराछोरीलाई प्राइभेट स्कुलको शिक्षा चाहिन्छ, उहाँले मात्र पढाउनुहुन्छ। त्यसैले तपाईँ संघीय माननीयज्यूहरू, पोलिसीमा बसेका पोलिसी मेकरहरूलाई म भन्न चाहन्छु, सुनाउन चाहन्छु, तपाईँहरूले हाम्रो चिन्ता नगर्नुहोस्। हामीतिर हरियाली छ, कुलो पुगेको छ, सबै चाहिँ तपाईँ सिँचाइ पुगेको छ। बाँझो खेतको चिन्ता गर्नुहोस्। जहाँ बाँझो खेत छ त्यहाँ केही हुँदैन, त्यता चिन्ता गर्नुहोस्। त्यसैले यसको लागि तपाईँले गैर नाफामूलक कम्पनीमा जा भनेर घचेट्ने, 58 सालमा हामी कम्पनीमा जाँदैनौँ भन्ने हामी तपाईँहरू जसरी पनि जानुहुन्छ, नत्र तपाईँको अनुमति खारेज गरिदिन्छु भनेर चाहिँ घाँटी रेटी पठाउने, अनि कम्पनीमा गएपछि नाफा चाहिँदैन। अनि सरकारले आफ्ना नाफा नचाहिने ठाउँमा नाफा खोजिराख्ने लिने, अनि जहाँ कम्पनीमा त तपाईँका विद्यालय नाफा नभएर के गर्छ? नाफा नभए कसरी छोराछोरी पढाउँछ? नाफा नभए कसरी स्कुल चलाउँछ? त्यसैले गैर नाफामूलक आजकै दिनबाट तपाईँको बन्द गर्नुपर्छ, फिर्ता लिनुपर्छ। यसै गरी अर्को तपाईँको पूर्ण छात्रवृत्ति हेर्नुहोस्। पूर्ण छात्रवृत्ति भनेको के हो भने 1000 जना विद्यार्थी छन् भने 100 विद्यार्थीलाई खाना दिने, कपडा दिने, गाडी भाडा दिने, फी पनि निशुल्क गर्ने। अब भन्नुहोस्, हामीले फी चाहिँ निशुल्क गर्न सक्छौँ, हामीले भनेका छौँ, परीक्षा पनि निशुल्क गर्न सक्छौँ, तर गाडी त हामीले बनाउँदैनौँ, कपडा त हामीसँग कारखाना छैन, किताब त हामी छाप्दैनौँ, अनि हामीसँग नभएको चिज कसरी चाहिँ छात्रवृत्ति दिने? त्यसैले यो पनि फिर्ता लिनुपर्छ र तमाम गैर नाफामूलक र पूर्ण छात्रवृत्ति फिर्ता लिएर यो राज्यले हाम्रो कुरा सुन्नुपर्छ। यदि सुनेन भने साथीहरू 25 गते काठमाडौँमा भव्य आन्दोलन हुँदैछ। सक्नुहुन्छ भने शिक्षक साथीहरू पनि जानुस्, सक्नुहुन्न भने सम्पूर्ण प्रिन्सिपल साथीहरू, सञ्चालकहरू, तपाईँहरूमा जाँदिन्न, मसँग पैसा छैन, खल्तीमा यो बहाना त्यो बहानामा तपाईँहरू चाहिँ पक्कै पनि त्यो 25 गते एटेन्स हुनुहुनेछ र त्यो दिन एउटा 26 गते हुने जुन चाहिँ एउटा विधेयक पेश भएको छ, सम्भवतः हामीले सुनेका छौँ 26 गते त्यो विधेयक पास हुने सम्भावना छ भन्ने सुनेको छ। त्यो दिन हाम्रो पक्षमा ल्याउनका लागि 25 गते केन्द्रीय काठमाडौँमा सम्पूर्ण सञ्चालक र प्रिन्सिपल साथीहरूलाई उपस्थिति हुँदै हाम्रो भोलि पनि 19, 20, 21, 22, 23, 24, 25 गते कन्टिन्यू हाम्रो कार्यक्रमको सेड्युल आइसकेको छ र शिक्षक साथीहरू तपाईँहरू सधैँ दुःख गर्न पर्दैन। हामीले भनेको दिनमा तपाईँले हेर्नु भएको छ, तपाईँहरूले चाहिँ स्कुलको अवस्था पनि बुझ्नु भएको छ। भोलि बिहान त्यो शिक्षा विधेयक हाम्रो पक्षमा आयो भने विद्यालयहरू पनि तपाईँसँग कोर्डिनेसन सम्बन्धी गरेर अगाडि बढेकै छौँ र आगामी आन्दोलन सशक्त बनाउनका लागि सम्पूर्ण शिक्षक साथीहरू, विद्यार्थी
विद्यार्थीलाई अभिभावकलाई मोबिलाइजेसन गरेर अब यो वीरेन्द्रनगर नै एक पुरै संस्थागत विद्यालयका अभिभावक शिक्षक विद्यार्थी र सञ्चालकको एउटा ठुलो आँधीबेरी आन्दोलन गर्न जरुरी छ भन्दै यहाँ उपस्थित सम्पूर्ण शिक्षक साथीहरूलाई हार्दिक स्वागत धन्यवाद दिँदै र मलाई बोल्ने मौका दिएकोमा प्याप्सन सुर्खेत र कर्णाली प्रदेशलाई धन्यवाद दिँदै मैले आफ्नो भनाइ शेष गर्छु। हस्, जय प्याप्सन।